नमस्ते। आज हामी दैलेख जिल्लाको एउटा अनौठो विषयमा कुरा गर्दैछौँ। त्यहाँ वर्षौंदेखि एउटा ज्वाला बलिरहेको छ। हो, एकदमै रहस्यमय छ यो। स्थानीयहरूले त यसलाई दैवी चमत्कारै मान्छन्। परापूर्वकालदेखिको आस्था जोडियो नि त्यता। त्यो आफ्नो ठाउँमा छ, तर वैज्ञानिकहरूले पनि हेरेका छन्। हो, उनीहरूको के भनाइ छ त? भूगर्भविदहरूले चाहिँ यसलाई प्राकृतिक ग्यास भन्छन्, खास गरी मिथेन ग्यास। मिथेन भनेपछि खाना पकाउने ग्यास जस्तै? हो त्यस्तै, तर यो चाहिँ जमिन मुनि प्राकृतिक रूपमै बनेर त्यो रसाइरहेको हो। अनि यो कहाँ कहाँ देखिन्छ खासमा? मुख्य गरी त पादुका स्थान, शिरस्थान, नाभिस्थान अनि धुरेश्वर यी ठाउँहरू पवित्र पनि मानिन्छन्। पादुका स्थानको त झनै महत्त्व छ रे, मन्दिरहरू पनि छन् त्यहाँ। हो नि, परापूर्व कालदेखि बलिरहेको भन्नुले यसको ऐतिहासिक सांस्कृतिक महत्त्व कति गहिरो छ भन्ने बुझिन्छ। यससँग जोडिएका पुराना कथाहरू, किम्वदन्तीहरू पनि त होलान् नि? अवश्य छन्। स्थानीय कथाहरूमा देवताको बास, पवित्र अग्नि भनेर वर्णन गरिएको पाइन्छ। आस्थाको प्रतीक भयो यो त। हो, तर वैज्ञानिक हिसाबले हेर्दा यो निरन्तर बल्नुले के सङ्केत गर्छ भने मतलब जमिनमुनि ठूलो ग्यास भण्डार हुन सक्छ। ग्यास भण्डार? पृथ्वीको भित्री भागबाट चुहिएको हो यो। यसको अनुसन्धान पनि भएको थियो रे नि पहिले, त्यो 1990 तिर आयल निगमले हेरेको थियो भन्ने सुनिन्छ। हो, त्यो प्रारम्भिक अध्ययन थियो। केही सङ्केत त देखियो, तर त्यो बेलाको प्रविधिले ठोस निष्कर्ष निकाल्न सकेन। अनि त्यसपछि? पछि त्यो चिनिया भूगर्भविदहरूको टोली आयो। उनीहरूको अध्ययनले चाहिँ यहाँ ठूलो पेट्रोलियम र ग्यास भण्डार हुन सक्ने बलियो सङ्केत दियो। 700 चिनिया टोलीले पत्ता लगाएपछि त चासो बढ्यो होला नि? निकै बढ्यो। यो क्षेत्र निकै सम्भावनायुक्त देखियो उनीहरूको अध्ययनमा। अहिले के भइरहेको छ त्यता? सरकारले के गर्दैछ? अहिले त नेपाल सरकार र लगानी बोर्डले यसलाई उच्च प्राथमिकतामै राखेका छन्। हो र? हो। थप ड्रिलिङ गर्ने, विस्तृत सर्वेक्षण गर्ने काम अघि बढेको छ भन्ने सुनिन्छ। भनेपछि काम भइरहेको छ। यदि व्यावसायिक रूपमा निकाल्न मिल्ने ग्यास भेटियो भने यो त नेपालको ऊर्जा क्षेत्रमा ठूलो परिवर्तन नै हुन सक्छ। कल्पना गरौँ न, हामी कति धेरै इन्धन बाहिरबाट ल्याउँछौँ, यहाँ ग्यास निस्क्यो भने त? हो नि, आयात घट्छ ठूलो मात्रामा। व्यापार घाटा पनि कम होला। बिल्कुल। अनि रोजगारी सृजना हुन्छ, हजारौंले काम पाउन सक्छन्। स्थानीय, राष्ट्रिय दुवै तहमा आर्थिक विकासलाई मतलब ठूलो टेवा पुग्छ। यो त गेम चेन्जरै हुने भयो नि नेपालको लागि। हुन सक्छ। ऊर्जा सुरक्षाको लागि निकै महत्त्वपूर्ण हुन सक्छ। तर यति ठूलो सम्भावना हुँदाहुँदै चुनौतीहरू पनि त होलान् नि? सजिलो त पक्कै छैन होला। चुनौती त छन् नि। पहिलो कुरा त यो ग्यास निकाल्ने काम प्राविधिक रूपमा जटिल छ अनि एकदमै खर्चिलो पनि। खर्चिलो त हुने नै भयो। हो, ठूलो लगानी चाहिन्छ, आधुनिक प्रविधि चाहिन्छ। अनि अर्को कुरा दैलेखको भौगोलिक विकटता। बाटोघाटो, बिजुली, पूर्वाधारको कमी? हो, त्यो पनि ठूलो बाधा हो। यी सबै कुरा मिलाउन बलियो राजनीतिक इच्छाशक्ति र राम्रो व्यवस्थापन चाहिन्छ। अनि त्यहाँका स्थानीय बासिन्दा, उनीहरूको के विचार छ? एकातिर त्यो धार्मिक आस्था छ, अर्कोतिर विकासको आशा। यो एकदमै संवेदनशील पक्ष हो। स्थानीयहरू आफ्नो त्यो धार्मिक, सांस्कृतिक आस्थाको सम्मान चाहन्छन्। पवित्र स्थलहरू जोगिनुपर्छ भन्ने छ। त्यो त स्वाभाविकै हो। सँगसँगै ग्यास खानी बन्यो भने रोजगारी पाइन्छ, बाटो बन्छ, जीवनस्तर सुध्रिन्छ भन्ने ठूलो आशा पनि छ। पर्यटन विकास होस् भन्ने पनि चाहन्छन्। भनेपछि आस्था र विकास बीच सन्तुलन खोजिरहेका छन्। हो, अनि सरकारले पारदर्शी रूपमा ठोस योजना ल्याओस् भन्ने अपेक्षा छ उनीहरूको। त्यसो भए दैलेखको ज्वाला भनेको खालि एउटा प्राकृतिक रहस्य मात्रै होइन रहेछ। यो त नेपालको ऊर्जा, अर्थतन्त्र अनि स्थानीय जनजीवनसँग जोडिएको निकै बहुआयामी विषय पो रहेछ। एकदम सही भन्नुभयो। यसको वास्तविक क्षमता कति हो त्यो पत्ता लगाउन विस्तृत अनुसन्धान र लगानी आवश्यक छ। अनि त्यसपछि राष्ट्रको हितमा कसरी यसको दिगो उपयोग गर्ने भन्ने स्पष्ट नीति चाहियो। सबै कुरा राम्रोसँग अघि बढ्यो भने यसले साँच्चैकै नेपालको मुहार फेर्न सक्छ। यो सबै कुरा सुन्दा एउटा प्रश्न मनमा आउँछ।
यो आर्थिक र वैज्ञानिक पक्ष त छँदैछ, तर ती ठाउँहरूको जुन गहिरो सांस्कृतिक र धार्मिक महत्त्व छ नि, त्यसलाई चाहिँ भविष्यको विकास योजनामा कसरी सम्मान गर्ने होला, कसरी सँगै लैजाने होला, यो बारेमा पनि सोच्नुपर्ने देखियो। हो, त्यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। विकास गर्दा त्यो पक्षलाई बिर्सनु हुँदैन।